सो हेलो गाइस, नमस्ते फ्याफुलो सबैजनालाई मेरो तर्फबाट म तपाईहरुको निमा आज एउटा नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ के छ ब्लग भन्दाखेरि बिहान मर्निङको भ्यू देखाउँ। यहाँ हेर्नुस् है साथी, आज चाहिँ सन्डे हो। हस्बेन्ड वाइफ हामी दुईजना मिलेर यहाँ चाहिँ के लगाउनुको लागि धनिया छर्नुको लागि चाहिँ यहाँ खन्दैछौँ है त। यहाँ चाहिँ हामीले धनिया भिजाइसकेको छौँ। अन्त अब चाहिँ यहाँ हामी दुईजना भएर धनिया छर्छौँ है त साथी हो। हेर्दै गर्नुहोस्, धनिया चाहिँ यसरी छर्छ है साथी हो। कोलाई थाहा छैन, हामीले चाहिँ यसरी छर्दैछौँ। अब हुन्छ हुँदैन यो चाहिँ। अब चाहिँ म यहाँ किचनमा आइसकिसकेँ। यहाँ चाहिँ हामीले हिजो यहाँ तरुल ल्याएको थियौँ, हेर्नुहुन्छ स्विट पटेटो। अन्त खाजामा चाहिँ यही बनाउँछु अहिले म है त। यहाँ चाहिँ मेरो हस्बेन्ड पढ्नु हुँदैछ। यहाँ मेरो खाजा पनि रेडी, अलिक बेसी पाकी पठाएछ यो चाहिँ। अन्त ठक्क यहाँ चाहिँ अचार पनि बनाएको छु मैले। धनिया, टमाटर, लसुन, अदुवा लगाइकन, प्याज स्याज लगाइकन। यो त साह्रो गिलो भएछ नि साथी हो। अब चाहिँ हामी रेडी भइसकिसकेको छौँ दुईजना। आउटफिट चाहिँ हाम्रो यस्तो छ। यता हेर थेवा, यहाँ छ मेरो एकदम ह्यान्डसम बुढा, यस्तो रेडी भइसकेको छ। यहाँ चाहिँ हामी रेडी भइसकेको छौँ यसरी। यो चाहिँ हाम्रो बाइक, हामी चाहिँ यसमा जान्छौँ है त। ल है साथी, अब हामी चाहिँ निक्ल्यौँ यहाँ क्वार्टरबाट। हामीलाई चाहिँ जानु सायद 1 देखि 1.5 घन्टा लाग्छ बाइकमा। अन्त हामी जाँदैछौँ बिस्तारो बिस्तारो, हेर्दै गर्नुहोस् होला है त। ल है साथी, अब चाहिँ हामी हाइवे निक्लिसकेको छौँ। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो चाहिँ हाम्रो यताको हाइवेहरू चाहिँ। हामी जहाँ बस्छौँ त्यहाँको चाहिँ मजाको छ यहाँ चाहिँ। यो फ्लाइओभर पनि आइसकिसकेको छ। अब यो चाहिँ फ्लाइओभर काटिएपछि चाहिँ हामी पुग्छौँ त्यो जग्गा चाहिँ है त। अब हेर्दै गर्नुहोस् होला, म यो भिडियोको मार्फत तपाईहरुलाई देखाउँदैछु हामी चाहिँ कुन चाहिँ जग्गा गएको छौँ, के छ त्यहाँ है त। फाइनली हामी चाहिँ आइपुगिसकेको छौँ। बल्ला बल्ला खोज्दा एपको भरोसा चाहिँ नपर्नु है साथी हो। यस्तो छ यो चाहिँ प्रसादीहरू चाहिँ बेच्नु राख्दो रहेछ। यो हेर्नुहोस्, यो चाहिँ हो सूर्यकुण्ड भन्ने जग्गा, यहाँको एकदम फेमस जग्गा। यो चाहिँ यो बिचको पानीको बिचको चाहिँ सूर्यकुण्ड भन्छ रहेछ यसलाई चाहिँ सायद। यो झिल जस्तो रहेछ। अब चाहिँ हामी माछा हेर्नु जान्छ। लडेर पल्टेर बस्छ। मुनि नजाए
तपाईँहरूले देख्नु हुँदैछ कि भएको छैन हेर्नुहोस् न कस्तो माछा रहेछ यो भित्र चाहिँ यिनीहरूले छेउमा हालिदिँदो रहेछ हौ दो त ऊपर तो ना बहुत मछली है वहां से देखिए छै ठ्याक्क अब यो भित्र इन्ट्री गर्ने चाहिँ टिकट लिँदो रहेछ 10 रुपियाँ गरेर यहाँ चाहिँ हामी टिकट काट्दैछौँ पार्क जस्तो रहेछ नि त घुमेर फोटोसोटो खिच्छु है त तर बेसी घुम्नु सकेन घाम पनि लागिरहेको थियो गरम पनि भइरहेको थियो त्यही भएर चाहिँ हामी बेसी चाहिँ घुमेनौँ अब रिकर्ड गरिरहेछ को बसिरहेछ ठ्याक्क यहाँबाट जाँदा भयो यहाँ चाहिँ राति लाइट सो हुन्छ अब चाहिँ हामी घुमेर जाँदैछौँ घरतिर ए साथी हो अब चाहिँ लागेको है हामी दुईजना लु है साथी हो हामी चाहिँ घर पनि आइपुग्यौँ घर आइपुगेर चाहिँ एकछिन सेलेक्कै भएर यहाँ ढल्किरहेको छ है साथी हो कस्तो ढाड दुखेर कस्तो भयो ल है साथी हो हाम्रो चाहिँ खाना पनि पाक्यो यहाँ चाहिँ खाना पनि खान थालेको छ है त यस्तो चाहिँ आजको खाना चाहिँ हाम्रो चिकन अनि अचार यो चाहिँ बिहानकै अचार हो साथी हो अब चाहिँ हामी जाँदैछौँ मुभी हेर्नु यो चाहिँ मोमो पनिरको यहाँ चाहिँ चिप्स दिने सिस्टम छ हामी चाहिँ यहाँ हल आइपुगिसकेको छौँ ले साथी हो हामी चाहिँ घर पनि आइपुगिसकेको छौँ मुभी हेरेर अन्त यहाँ चाहिँ मैले पार्सल मगाएको थिएँ जो कि म खोल्दैछु पिलग्रिमको सिरम मगाएको छु ठ्याक्कै अब यो चाहिँ म युज गरेर भन्छु है त कस्तो भएको छ के भएको छ